हेलो गाइज सम्पूर्णलाई ब्याक टु ब्याक नमस्कार भन्दै मेरो जन्मगाउँबाट पहाडी देखिने दृश्यहरू हेर्नुलाई मेरो घर चाहिँ हो। यतिखेर गुराँस टन्न फुलिरहेको छ है गाइज। गुराँस यस्तो दामी छ है गुराँस हेर्नु। अब यता उँभो पाखातिरको दृश्य हेर्नु बाँकी नै छ। उहाँ नि हेर्नु यस्तो दामी फुल फुलेको छ। उहाँ नि पाइ त्यस्तो छ घर पाइ त छ। यता उँभो चाहिँ गुफा हो। उयो माथि कुहियो ढाकेको माथि गुफा हो। नदेखिने यता चाँप जस्तै झरिसक्यो। यसपालि गुराँस चाहिँ ढिलो फुलेर दामी देखिरहेको छ हेर्नु न। घरमा थियो चाहिँ अनि अहिले यसो आएको अनि त्यो दामी रहेछ क्या। दामी रहेछ यति दामी गुराँस रहेछ। भिडियो हेर्दै गर्नु होला अन्तिमसम्म कस्तो हुन्छ। आज म यहाँ के गर्छु भनेर तपाईँहरूलाई देखाउन चाहन्छु है। घरबाट त्यस्तो आँगनबाट त्यस्तो देखिँदो रहेछ गुराँसहरू जम्मै फुलिरहेको छ गाइज हेर्नु। त्यो खतरा निकालिदिन्छु कि म सीमा भिडियो हेर्दै गर्नु होला गाइज। गुराँसै फुल्यो मनैमा मेरो मन झुल्यो तिम्रो मनैमा। गुराँसै फुल्यो मनैमा मेरो मन झुल्यो तिम्रो मनैमा। गुराँसै फुल्यो मनैमा मेरो मन झुल्यो तिम्रो मनैमा। सबैलाई यति नै भन्न चाहन्छु आजको भिडियो कस्तो छ। गुराँसको भेट्न छु म। आजको भिडियो कस्तो छ। आउँदो दिनमा चाहिँ राम्रो राम्रो भिडियोहरू लिएर आउने नै छु भन्दै आजको भिडियोबाट चाहिँ टाटा भन्दै एउटा गुराँस पनि टिपेको छु है गाइज। हेर्नु गुराँसको बोट टाटा।